श्री राधेश्याम हाम्रा नानीहरूले अत्यन्तै राम्ररी सरस्वती स्तोत्र पढेका छन्। यो सरस्वती स्तोत्र मेरा गुरुदेव आचार्य श्री भवानी शंकर निरौला गुरुज्यूले मलाई पढाइ बक्सेको हो। मेरा गुरुजी विराटनगरमा विराजमान हुनुहुन्छ। बाल्यावस्थामा हामी गुरुजीका साथमा व्याकरण अध्ययन गर्दाखेरि गुरुजीले यो सरस्वती स्तोत्र पढाउनु भएको थियो र गुरुजीले के भन्नुभएको थियो भन्दा यो सरस्वती स्तोत्र नित्य पाठ गर्दा सरस्वती माताको ठुलो कृपा हुन्छ भनेर गुरुदेवले बताइबक्सेको थियो र त्रयोदशीमा 21 चोटि पढ्ने एउटा नियम पनि बताइबक्सेको थियो। हाम्रा साथीहरू जसले त्रयोदशीमा 21 पटक गर्नुभयो उहाँहरूको विद्याका क्षेत्रमा मैले साह्रै ठुलो उन्नति देखेँ र मैले पनि धेरै नानीहरूलाई पढाएँ। जसले निरन्तरता दिनुभयो, जसले अझै सरस्वती स्तोत्रलाई त्रयोदशीमा 21 पटक गर्नुभयो उहाँहरूको साह्रै उन्नति भएको देखियो। त्यस कारणले गर्दाखेरि हामीले ठाउँ ठाउँमा पढाउने गरेका छौँ। जहाँ जान्छौँ पुराण भएका बेला पुराणमा बेलुका पढाउँछौँ, पुराण नभएका बेला पनि गाउँ गाउँमा गएर हामीले पढाउने गरेको छ। त्यस्तै यहाँ हाम्रा नानीहरूले पनि साह्रै राम्ररी सरस्वती स्तोत्र पढेका छन् आजसम्म र आजसम्म पढ्दै गरेको त्यो सरस्वती स्तोत्र हामीलाई हाम्रा नानीहरूले एकै स्वरमा श्रवण गराउने छन्। अब सुरु हुन्छ। रेडी 1 2 जोरदार करताल ध्वनि साथ